तपाईले इतिहासलाई कोट्याउँदाखेरि हेर्दाखेरि कोटपद भयो हैन, आन्दोलनहरू भयो, द्वन्द्वहरू भयो, विवादहरू भयो, कुर्सी हानाहान भयो हैन, युवतीकै लागि भइरहेछ क्या। यस्तो भन्छ क्या 99% अफ मेन आर बिजी विथ वुमन अनि रेस्ट अफ 1% आर मिलियनियर्स क्या। भनेको 99% मान्छे चाहिँ युवतीमा राजनीतिमा रुचि हुँदैन, ऊ राजनीति व्यक्ति होइन। राजनीतिमा रुचि हुनु त सबैको पर्यो, तपाईँको पनि पर्यो, मेरो पनि पर्यो। बच्चैदेखि हाम्रो स्कुलमा राजनीति सिकाउनु कोही टाढा बस्न सक्दैन, कोही पनि टाढा बस्न सक्दैन। राजनीति बुझ्नु पर्छ, तर काम गर्ने बेलामा चाहिँ राजनीति गर्नु भएन। काम गर्ने बेलामा मेयर चाहिँ राजनीति गरेर त्यहाँ बस्नु भएन। मेयर चाहिँ हाम्रो पार्टीको को मान्छेको व्रतबन्ध छ, को मान्छेको बिहा पर्यो त्यहाँ जाने, को ठेकदारसँग कमिसन मिलाएर पार्टीलाई बुझाउने, त्यस्तो काममा संलग्न नभएर विकासको काम मात्रै लाग्नु पर्यो मेयर भने। पहिला पो बुवा आमाले जसलाई भोट हाल भने त्यही बच्चाहरूले त्यसैलाई भोट हाल्थे। अहिलेको समय त नेपालीले सुनेका छन्, हेरेका छन्, बालन शाहको युवाहरू सबैले सुन्नु भएको छ। अनि युवाहरू भनेको देशको 70% भोटर हो, 40 भन्दा मुनिको भनेको देशको 70% भोटरले अहिलेसम्म युवाहरूले पालो पाएन भनेर बस्नु त एउटा दुर्भाग्यको कुरा हो नि त। भनेको सेतो टावर, सेतो टावर धरहरा होइन। तपाईँ धरहराको रूपमा यसलाई मान्यता दिन तयार हुनुहुन्न। म मात्रै होइन, यहाँ काठमाडौँवासी कोही पनि तयार हुनुहुन्न। तर हाम्रो देशको छ नि यत्रो ठुलो लगानी गरेर बनाएको कुरालाई तपाईँ धरहरा होइन भने कसरी? होइन, मैले त्यो नराम्रो चिज भनेकै छैन। फोटो खिच्दा कति राम्रो देखिन्छ, त्यो एउटा ब्युटिफुल छ होइन। तर त्यो 300 करोड रुपियाँ चाहिँ छेउमा भएको सुनको धारामा प्रयोग गरेको भए त्यो हाम्रो सम्पदा थियो नि त। त्यो सयौँ वर्ष पुरानो नेपाली मात्रै यस्तो एउटा सभ्यता होला जहाँ मान्छेहरू सुनको धाराबाट पानी खान्थे। अच्छा, काठमाडौँ भने त यो एउटा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आध्यात्मिक केन्द्र हो। यसको यो सांस्कृतिक धरोहरको पक्षलाई चाहिँ तपाईँले कसरी जगेर्ना, कसरी सम्वर्धन, कसरी यसलाई पर्यटनसँग, कसरी यसलाई अध्यात्मसँग, कसरी रूपान्तरणसँग जोड्नुहुन्छ? विगतका दिनहरूमा सबैले सपना के देखाउँछन्, के देख्छन् र के भन्न खोज्छन् भन्दाखेरि काठमाडौँ चाहिँ टोकियो जस्तो हुनु पर्यो, हेर्दाखेरि सिङ्गापुर जस्तो हुनु पर्यो, देखिँदाखेरि भनौँ न एउटा टप सिटी न्युयोर्क जस्तो हुनु पर्यो। मेरो पर्सनल बुझाइ, मेरो व्यक्तिगत बुझाइ चाहिँ के छ भन्दाखेरि काठमाडौँ चाहिँ हेर्दाखेरि भक्तपुर जस्तो देखिनु पर्यो क्या। यस्तो आरोप लागिरहेको पुस्ता अचानक म काठमाडौँ बनाउँछु साँच्चै भएन भनेर आउँछ, त्यसको कुनै त्यस्तो घटना थियो भन्न खोजे? त्यस्तो एक्ज्याक्टली केही घटना चाहिँ थिएन। तर ओभरअल अस्ति भनौँ न लगभग 2 वर्ष अगाडि जुन हाम्रो बजेट हुन्छ नि, काठमाडौँ महानगरको बजेट हेर्दाखेरि त्यहाँनिर भिजन एजेन्डाहरू हुन्छ नि, त्यहाँदेखि हरेक वर्ष हामीले भिजन एजेन्डा हेरिरहेको हुन्छौँ। त्यो टर्मिनोलोजीहरू यसो हेर्दाखेरि सबै सिभिल इन्जिनियरिङ टर्महरू हुन्छ कि जुन चाहिँ तपाईँ जुन तपाईँ राजनीतिक ब्याकग्राउन्डबाट आउनुभयो भने त्यो टर्मिनोलोजी बुझ्नुहुन्न। अनि त्यो टर्महरू नबुझिसकेपछि तपाईँ कहाँ कुनै डिपिआर आउलान् अथवा कसैले प्रस्ताव लिएर आउलान् अनि तपाईँले त्यो बुझ्नु भएन भने त काम गर्न गाह्रो हुन्छ। त्यो बुझ्ने त्यहाँ इन्जिनियर भइहाल्छ नि, मेयरले किन बुझ्ने इन्जिनियर भएपछि त्यो बुझ्ने इन्जिनियरको कुरा पनि त बुझ्ने मेयर हुनु पऱ्यो नि त। गर्न सक्ने भनेको त पढ्ने मात्रै हो, बिहानदेखि बेलुका एउटा मेहनत गर्ने हो। रिजल्ट भनेको त्यो के आउला कसो होला भनेर मान्छेले सोचेर आत्तिने भनौँ न त्यो भन्नाले अब के होला भनेर त्यो तनाव लिएर बस्नु चाहिँ गलत हुन्छ। यो तिनटैमा चाहिँ हजुर, जस्तै गायन, तपाईँको पेसा, इन्जिनियरिङ र राजनीति, यतिमा चाहिँ सरस्वती मूल्याङ्कन गर्दाखेरि सबैभन्दा गाह्रो चाहिँ कुन रहेछ? सबैभन्दा गाह्रो चाहिँ इन्जिनियरिङ नै। सहकार्य गरिनेछ, प्रवर्धन गरिनेछ, यो त कसैले देख्ने होइन। होइन, सहकार्य पनि छ। त्यो सहकार्य कस्तोमा छ भन्दाखेरि खोला नालालाई, बागमतीलाई के गर्ने भन्दाखेरि अधिकार सम्पन्न बागमती सभ्यता भन्ने छुट्टै निकाय हो। त्यो चाहिँ प्रधानमन्त्रीबाट पनि डिरेक्टेड हुँदैन भनेपछि त्यो निकायसँग त सहकार्य गर्ने हो नि त। त्यसलाई अर्डर दिन सकिँदैन, त्यसको छुट्टै बजेटिङ गर्न सकिँदैन। तर त्यो काठमाडौँ महानगरपालिकाभित्रै पर्ने भएको हुँदाखेरि उहाँहरूसँग सहकार्य गरेर उहाँहरूलाई के गरिदिउँ भने सहज हुन्छ, त्यो एरियालाई ब्युटिफाई गर्ने। अनि पोलिटिकल पार्टीबाट आएका नेताहरू चाहिँ अब आफ्नो पार्टीको मान्छेको व्रतबन्धमा पनि गइदिनु पर्यो, बिहेमा पनि गइदिनु पर्यो। उहाँहरूको विभिन्न कार्यक्रमहरूमा चाहिँ सहभागी हुँदाहुँदै उहाँहरूले चाहिँ साँच्चै काम गर्ने फुर्सद नै पाउनुहुन्न। त्यही भएर यो सबै बन्धनबाट चाहिँ मुक्त भएको व्यक्ति चाहिँ त्यो पोजिसनमा जानुपर्छ। अनि हजुरले यो चेन चाहिँ कसरी ब्रेक गर्न सक्नुहुन्छ भन्ने मेरो प्रश्न चाहिँ? होइन, चेन ब्रेक कसरी हुन्छ भन्दाखेरि जुन डिपिआरको प्रोसेसमा पोलिटिकल पार्टीलाई पढ्ने सिस्टम छ नि, त्यो डिरेक्टली मेयरसँग कनेक्टेड कुरा हो। त्यो मेयरले नचाहेसम्म त्यो कहिले पनि हुँदैन। मेयरले चाहिँ त्यसलाई ठ्याक्कै ब्रेक गर्यो भने एकै दिनमा ब्रेक हुन्छ। मलाई अत्यन्तै तुच्छ नि सर, अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ। हजुर, सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। जुन प्रकारका दाबीहरू, जुन प्रकारका बाचाहरू तपाईँले गर्नुभएको छ, जुन कन्फिडेन्स देखाउनु भएको छ नि, म जित्छु कन्फर्म हो 90,835 या भनेर, यो आत्मविश्वास चाहिँ कसरी पुष्टि गर्नुहुन्छ? जस्तै काम गर्न गाह्रो हुन्छ
तपाईँलाई अहिले मैले हाम्रो प्लानिङमा अझ के छ भने त झन् अहिले यति सिम्पल कुरा त पत्याउनु गाह्रो छ हाम्रो प्लानिङ एजेन्डामा भएको कुरा अझ त्यो एआईका कुराहरू मसिन लर्निङका कुराहरू हाई लेभलका टेक्नोलोजी जुन हामीले इम्प्लिमेन्ट गर्ने भनेको छौँ त्यो भन्यो भने त त्यो त झन् यहाँबाट उडेर जान्छ कि त्यही भएर हामीले सकिने कुरा सिम्पल कुरा मात्रै राखेका छौँ जुन चाहिँ मेरो लागि एकदमै इजी काम हो अहिले जस्तो थाहा नभएको कुरा गर्नु हुँदैन एन्ड वान मोर थिङ मलाई तपाईँको यो ऱ्याप जति पनि हुन्छ नि हजुर हजुर त्यसमा आई क्यान फाइन्ड आउट द स्टोरी क्या जस्तो अनि तपाईँको एउटा आक्रोश हुन्छ वा भन्न मन लागेको कुरा हुन्छ नि यार आखिर यो भइरहेछ त्यो भइरहेछ के भइरहेछ देशमा जे भइरहेछ त्यही चाहिँ भन्ने जस्तो देश एकदमै समृद्ध छ भने रमाइलो गीत आउँछ होइन देश एकदमै ध्वस्त भइरहेछ अनि गीतहरू पनि किन ध्वस्त भयो केले ध्वस्त गर्यो कसले ध्वस्त गरिरहेछ त्यसलाई अब चेतना दिनुपर्छ कि किनभने यो जनर नै यस्तो हो कि देशमा के भइरहेछ ठ्याक्कै रिफ्लेक्ट गरिदिने दुई चारजनालाई लाज बिकज आइ एम बिगेस्ट डम्बो आई डोन्ट अन्डरस्ट्यान्ड No, you are not a dumb boy at all. जस्तो दोहोरी गीत हजुर 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 हेबाट सुरु हुन्छ क्या हे हे दोहोरी गीत हेबाट हुन्छ भोजपुरी हे हुन्छ अनि तपाईँहरूको गाना चाहिँ किन य य यो भनेर अब त्यो कतिले गर्छन् कति यो भनेको के छ भने जस्तो हो यो होइन यो मात्र किन त्यो त्यो होइन ऊ त्यहाँ यता त्यहाँ उता यो त पनि भन्न सकिन्छ तर य कुरा गर्दा य य ब्रो या ब्रो भने य ब्रो म राम्रो छु सबै राम्रो छन् भन्ने सोच एउटा हुन्छ होइन तर त्यहाँ गलत पनि धेरै हुन्छन् कतिजनाले होइन त्यो पनि हुन्छन् कतिजना व्यक्तिहरूले आफ्नो बारेमा राम्रो नसोच्ने पनि हुन्छन् होइन तर म सफा छु म सबैजना सफा छन् भन्ने सोच एउटा राखेर अगाडि बढ्नुपर्छ कि किनभने कर्म जहिले पनि आफूले राम्रो काम गरेपछि घुमिफिरिकन होइन आफूलाई पनि राम्रो नै हुँदैछ कि यो एकदम मैले सधैँ भन्छु मान्छे चाहिँ असल हुनुपर्छ मान्छे असल भयो भने उसको काम उसको कुरा उसको व्यवहार चिप्लिँदैन म अझै पनि भन्छु होइन मलाई अझै पनि तपाईँले अनाउन्स गर्नुभयो तपाईँको एजेन्डा प्लान भिजन के हो छ तर मान्छेले चाहिँ अझै पनि फर्स्ट प्रायोरिटी चाहिँ असल मान्छेलाई नै दिनुपर्छ क्या त्यो मान्छेको काम हो त्यो मान्छेले एनालाइज गर्नु पऱ्यो को मान्छे असल छ को मान्छे खराब छ किनभने एजेन्डा प्लानिङ सबैसँग छन् मसँग छ मसँग अरूको भन्दा धेरै राम्रो छ तर पनि तपाईँको एजेन्डा उस्तै पनि हुन सक्यो नि त तर हामीले पढ्ने किताब एउटै हुन्छ कोही फेल हुन्छ कोही थर्ड हुन्छ कोही फर्स्ट हुन्छ नि त किन हुन्छ त